ल हामी कहाँ जान लागेको भान्जी भन्देऊ हामी कटुस खोज्न जान लागेको अब यहाँ सुवान ब्रदरलाई पर्खेर बसेको सालो हुनु नि के ब्रदर मिठो होला यार ल बेलु त्यो पाकेको रहेछ दुइटा पाकेको रहेछ सुवान हिरो खै हेरौँ यता कसले टिप्दैन तिमीलाई सुवान कसले टिपिदिएको कता हो कडुस भएको कडुस खोज्न जान लाग्यो कडुसको भोटै देखिएन त यहाँ सुवान बाबुले चाहिँ यहाँ लिएर हिँड्दैछ हामीलाई कडुस खोज्नलाई कता हो कडुस भएको यो ठाउँ चाहिँ गैरी सिमल गैरी भन्ने ठाउँ हो यहाँनिर चाहिँ बाघहरू पनि लाग्छ यतातिर लपक्कै छ भन्दैछ यहाँ लपक्कै टर्ने रहेछ यहाँनिर होइन यसरी है ल लपक्कै आया काँडै काँडा रहेछ फेरि यसरी टिप्ने क्या ट्याप्प है ट्याप्प यहाँनिर ए ल यहाँ है ल यस्तरी भेटाउनु रहेछ कि एकैछिनमा यत्रो बनाइदिइसकेँ आउनै सकिन क्या हो अप्ठ्यारो छ क्या बाटो है छैन कि यहाँनिर जाम अलि उता आइज आफै आइज कहाँ सजिलो हुन्छ त नि अनि कडुस खोज्नलाई ल कडुस खोज्दै हिँड्न पर्यो भनेको त यस्तो छैन कडुस छ नि खै कडुस खै तिम्रो कडुस खै देखाउ त ए ल सुवानले नि थुप्रै बनाएछ कडुस ल हिँड माथि हिँड ल सक्छ माथि उक्लिन त्यताबाट हिँड न कता हिँडेको कसरी उक्लिने यो बाटो ए पुन्टे भान्जीले कटुस खोज्दैछ के भेट्टा होला खै लाओ जाम यहाँ चाहिँ सुवानहरूले गोठाला आउँदाखेरि के अरे कडुस देखेको भएर हामी चाहिँ यहाँ कडुस खोज्न आएको यहाँनिर है सुवान यहाँनिर यता थकै मार्दैछ ल आऊ थकै लाग्यो सबैलाई ल माथि जाने ल जाऊ 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 ऊ सुवान त चढ्यो नजाऊ टुप्पामा त लड्छ आउनु हो तिमीहरू दुईजना के भएको कहाँ जान लाग्यो फेरि सुवान फेरि लड्नलाई
ल कति पायो कडुस ल भनौँ त ल एक माना पाएछ भान्जीले कडुस ल यार कहाँ पुग्यो यो स्वान फेरि भाइ आऊ जाने चप्पलसँग ऊ झन्नै लडेन है कडुस टिप्ने मान्छे नि आत्तिने हो खै पुन्टे कति भयो खै त्यहाँ न यता यो चट्याङ परेको रुख होइन त कति ठुलो छ चट्याङ परेको रुख सालघारी स्वान यता हेर त सिर्किन्दालाई पठाउनेको अब सिर्किन्दालाई पठाउनु यता ल सिर्किन्दालाई के भन्ने ल भन त दाइ मलाई के ल्याइदिनु ल भन छिटो भन न ल सिर्किन्दालाई नमस्ते सिर्किन्दा भन न हेलो सिर्किन्दा कोण खोज्दा कहाँ जान्न भन्दा नि ल भन त छिटो इसा गर्नु तपाईले ठुलो छ के बाबु भाइ तपाईँ लाग्यो हो किन भागेको स्वान कृपन भन न जुके पानीमा चाहिँ हामी के अरे कडुस खोज्न जानु लाग्यो ल छिटो कहाँ छ पानी खाने ठाउँ ल ल देखाइदेऊ देखाउँछु कहाँ हो ए यहाँ रहेछ खोला हो त यो गोरुको पानी हो तलै के थाहा हेर्नु स्वान पानी कस्तो खाए तल तिर्खा लाग्यो नि तल कहाँ हो त तेरो घर यहीँ हो पहिला यसको घर यहीँ हो तेरो घर तिमीहरूको पानी खाऊ पानी तिर्खा लागेपछि खानु पर्यो स्वानलाई बेसै पानी तिर्खा लाएर रहेछ खाएको खाइ गरे त सिगान नि थोरै आँखा त आमा स्वानको केही हुँदैन त्यो कुरोले ल ल ल भागे कता यता माथि हो कि यताबाट जाने हो अझै माथि हो ल जाम हिँड त्यो सोती पसलको स्कुल हो त्यो यो चाहिँ पुलिमर्याङ होइन त ओ त्यो देखेको पुलिमर्याङ हो यो पुलिमर्याङ अनि यो सोती पसलको स्कुल सोती पसल बजार अनि यो सोती पसल भन्दा माथिको यो गामहरू के गाम हो यो टक्सार गुरुङ गाम है टक्सार ल खाऊ के खाएको रे स्वाललाई दिएन ढुङ्गा खाँदै खै किन के भयो आउनु जाम जाऊ सक्छौ घर जान जाऊ
कहाँ त्यो कमल ढुङ्गा थैत फेरि त्यो डुगो त्यो त दर्शन ढुङ्गा होला गोरुहरूले पनि टेकेको हुनसक्छ अरे यस्तो अमला हुन्छ त्यस्तोमा हो कि कस्तोमा हो ल्याउनुमा जान्छ आमामा ल हामी ठ्याक्कै कडुस पाउने ठाउँमा आइपुग्यौँ खै ठुल्ठुलो रहेछ ल थाहा छ एकै ठाउँमा जम्मा गरेर जम्मै म त यसमा हाल्छु कति धेरै हो भने एउटा हेर्नु बित्तिकै आएर 4 घण्टा लगाएर कति घण्टा लगाएर रे 2 घण्टा लगाएर त नम्बर 3 चाहिँ मलाई छोड्ने आउँथ्यो कि हेर्नु कसै छिटो आइज छिटो आउने भने मैले छोड्ने डर लाग्छ यसले त्यही त भन्दाखेरि पानी बेला